ओके, आजको क्लासमा म तपाईँहरूलाई कुनै पनि फोटोलाई है पेन्सिल स्केच गरेको चाहिँ कसरी बनाउँछ त्यो म सिकाउनेवाला छु। र त्यसको लागि सबसे अगाडि तपाईँले फोटोसपलाई खोल्नुहुन्छ है। फोटोसपलाई खोल्ने बित्तिकै तपाईँले कुनै पनि एउटा इमेज ल्याउनुहुन्छ र यो इमेजको अब तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि लेयर प्यालेटमा गएर है, तपाईँले लेयर प्यालेट यहाँ देख्नु हुँदैछ। सो लेयर प्यालेटमा गएर राइट क्लिक गरेर यसलाई के गरिदिनुहुन्छ, डुप्लिकेट लेयर गर्नुहुन्छ र यसलाई ओके गरिसक्नुभयो भने तपाईँले यहाँनिर ब्याकग्राउन्ड र ब्याकग्राउन्डको यो कपी पाउनुहुन्छ। सो म कपीमा बसेर चाहिँ फर्स्ट एन्ड फरमोस्ट है म यो फोटोलाई चाहिँ इन्भर्ट गर्नुपर्ने हुन्छ। सो इन्भर्टको लागि तपाईँले कन्ट्रोल आई गर्दाखेरि पनि हुन्छ, अदरवाइज तपाईँ इमेज त्यहाँदेखिको तपाईँ एडजस्टमेन्टमा गएर यो इन्भर्टलाई तपाईँले चलाउनुहुन्छ। सो वान्स इन्भर्ट गर्ने बित्तिकै तपाईँको फोटो यो प्रकारले चेन्ज हुन्छ र त्यसको बादमा तपाईँ यहाँनिर देख्नुहुँदैछ, तपाईँ यो नर्मल है, यहाँनिर तपाईँले नर्मलमा गएर क्लिक गर्नुहुन्छ। यो नर्मलमा गएर क्लिक गर्नुहुन्छ र यसलाई कलर डज गर्नुहुन्छ है। रिमेम्बर टु डु कलर डज। यहाँनिर म तपाईँलाई जुम गरेर पनि देखाइदिँदैछु। नर्मलमा गएर कलर डज। सो जब तपाईँले यसलाई क्लिक गर्नुहुन्छ है, तपाईँको फोटो यो प्रकारले चेन्ज हुन्छ। सो नेक्स्ट अब तपाईँले फेरि अर्को कुरो के गर्नुहुन्छ भन्दाखेरि कलर डज गरिसक्नुभयो भने तपाईँले यहाँनिर गएर है, यो पोइन्टमा गएर फेरि पनि तपाईँलाई जुम गरेर देखाइदिँदैछु। यहाँनिर है एडजस्टमेन्ट लेयरमा गएर तपाईँले यसलाई क्लिक गर्नुहुन्छ र यहाँनिर गएर ह्यू एन्ड सेचुरेसन भनेर छ। सो तपाईँले यसलाई क्लिक गरेपछि तपाईँको यो सेचुरेसनलाई चाहिँ -100 गरिदिनुहुन्छ। यो -100 गरिदिनु भयो र तपाईँले के गरिदिनुहुन्छ, यसलाई ओके गरिदिनुहुन्छ। सो वान्स ओके गरिसक्नुभयो भने तपाईँको अझै एउटा लेयर थपिन्छ। सो तपाईँले यो बिचको लेयरमा बसेर हेर्नुहोस्, तपाईँको अझै एउटा लेयर थप्यो, अघिसम्म दुईवटा थियो र अब ब्याकग्राउन्ड कपीमा बस्नुहुन्छ र तपाईँ यहाँनिर बस्नु भएर तपाईँले नेक्स्ट कुरो चाहिँ के गर्नुहुन्छ भन्दाखेरि चाहिँ अब तपाईँमा गएर तपाईँले क्लिक गर्नुहुन्छ र फिल्टरमा गएर तपाईँले यहाँनिर ब्लरमा गएर गुजन ब्लर भनेर पाउनुहुन्छ। फेरि पनि म बताउँदैछु, तपाईँ केसमा जानुहुन्छ, फिल्टर, ब्लर अनि गुजन ब्लरमा गएर क्लिक गर्नुहुन्छ। सो जब तपाईँले यसलाई क्लिक गर्नुहुन्छ तपाईँको इमेज यसरी आउँछ र तपाईँले यो फोटोलाई यहाँनिर ल्याउनुहोस् र अकर्डिङ टु यर रिक्वायरमेन्ट यसलाई तपाईँले बढाउनु सक्नुहुन्छ रेडियसलाई। ओके, सो तपाईँले रेडियसलाई तपाईँले कतिको राख्नुहुन्छ। वान्स त्यति गरिसकेपछि अहिले जस्तै मैले 36 राख्दिएँ है, तपाईँले तपाईँको इच्छा अनुसार तपाईँले राख्नु सक्नुहुन्छ र यसलाई ओके गरिदिएँ। सो वान्स यति गर्ने बित्तिकै अब तपाईँले यो फोटोको पेन्सिलको डार्कनेस बढाउनु पर्ने हुन्छ। सो त्यसको लागि फेरि तपाईँ यहाँनिर यो लेयरमा गएर एडजस्टमेन्ट लेयरमा गएर तपाईँले के पाउनुहुन्छ भन्दाखेरि लेबल्स पाउनुहुन्छ। सो लेबल्समा गएर यो लेबललाई जस्तै पेन्सिलको डार्कनेस जति बनाउनुहुन्छ यसलाई तपाईँले यहाँनिर गएर बढाउनुहुन्छ है र तपाईँले फाइनली ओके गरिसक्नुभयो भने तपाईँको यो इमेज एउटा पेन्सिल इफेक्टले बनेको जस्तो, एउटा आर्ट गरेको जस्तो बनिन सक्छ।